मलाई अरू कुरा केही थाहा छैन बस म देवालाई मार्न दिन्न मलाई यति कुरा मात्रै थाहा छ रोशनी सायद तिम्रो मन परिवर्तन भएको जस्तो छ त्यस्तो होइन राजा मेरो मन परिवर्तन भएको छैन राजा बस यति हो कि मेरो यो पेटमा उहाँको यत्रो बच्चा छ राजा भनेपछि अब यो पाप कसले लाग्छ रोशनी देवा त लिँदै नाइ म लिन्न हजुर म लिन्छु पाप होइन राजाको टाउको लिन्छु आज पुष्कर त अनि ड्राइभर त अनि यो को यस्ता मनका काँडा गरी ल्याएको छ त कसलाई ड्राइभर भनिस् ड्राइभर तेरी आमा होलिस् मुख सुग्रेलो राजा तेरो पछि म कति लागे जा अब एउटा मालको लागि तैँले मैले थप्पड हान्ने अझ कि त छैनस् कि म छैन राजा अब त एक्लो भएको छस् रोशनी पनि मेरी केटाहरू पनि आइसके यताबाट पनि त बीचमा परेको छस् अब कहाँ जान्छस् बाबु सज्जनको लागि नायक हुँ दुर्जनको लागि खलनायक हुँ दुश्मनको लागि राम नाम सत्य छ अन्यायमा न्याय दिन काला पहाडबाट नारायण दाई आउँदैछ नारायण दाई के हो नारायण दाई तेरो पनि दाई हुन् क्या हो त म नारायण दाईको कान्छो भाइ ओ माई गॉड जेठो मै त हो त नारायण दाईको भाइ नारायण दाईको साइलो भाइ त मै हो सायद मलाई चिनेन होला साइलो त होस् गरे माइलो त मै हुँ ए माइलो त होस् काइलो त म हुँ मलाई चिनिस् मगन क्या रहेन है म झन् कान्छो भाइ हुँ त म छु यहाँ एकदम दाईको लाडलो भाइ आहा काली पहाडी दाई कति राम्रो ढाका टोपी काँधैमा गलबन्दे शिरमा लाउने शिरको फुला पाउमा लाउने जुत्ता स्वागतम मेरा प्यारा भाइहरू आज म 36 साल पछि काला पहाडबाट आइरहेको छु मेरो भाइहरूलाई भेट्न अनि केटा तिमीहरूलाई एउटा कुरा थाहा छ कि नै हामी यो 8 भाइको बहिनी चाहिँ रोशनी हाम्रो पाइनएप्पल बहिनी हुन् के पाइनएप्पल मेरी बहिनी ओ माय गॉड मेरो बहिनी भेट्टी